मेरो जीवनमा मैले कहिले भुल्नु नसक्ने त्यो क्षण। हाम्रो सबैभन्दा ठुली दिदी, उसको उमेर 20 वर्षको हुँदा उनी बिमारी पर्नुभयो। उसको स्वास्थ्य ठिक हुनुको लागि हामीले गर्नुपर्ने मान्नुपर्ने कुरा सबै गरिसकेका थियौँ। औषधि, हस्पिटल, धामी झाँक्री, देवी देवता, घरका कुल देवता केही बाँकी राखेनौँ। दिदीको अवस्था झन्झन बिग्रिँदै थियो। घरमा भएको सम्पत्ति दिदीको उपचारले गर्दा सबै सकिन थालिसकेको थियो। मेरो आमाले दिदीको उपचारको लागि पैसा ब्याजमा खोज्नु थाल्नु भयो। जहाँसम्म मैले सम्झेको छु, कसैले दिए कसैले दिएनन्। मलाई कोही साथीहरूले भने, पशुपतिमा एउटा आँखा नदेख्ने धामी छ, तिम्रो दिदीलाई त्यहाँ लैजानु, सायद ठिक पनि हुनु सक्ला भने। अब त पक्कै मर्छ होला भनेर सोचेको दिदी बाँच्ने कता कता आशा जाग्नु थाल्यो। दिदी हिँडुल गर्नु सक्नुहुन्न थियो। खोइ के कसरी गरी म र मेरो माइली दिदी भएर दिदीलाई पशुपति धामीकोमा पुर्यायौँ। एक दिन लगेर भएन, 7 दिनसम्म लानु पर्यो। चाबेलमा फुपू पर्नेको घर थियो, बस्नु गाह्रो भएन। 7 दिनपछि धामीले हामीलाई 7,000 पैसा माग्नु भयो। 7,000 पैसा लिएर आउनु, अनि म बुटी बनाइदिन्छु, अनि तपाईँहरूको दिदी ठिक हुन्छ भन्नुभयो। मैले हामीसँग पैसा नभएको बताएँ। धामीले जहिले पैसा हुन्छ अनि आउनु भनेर पठाइदिनु भयो। हामी दुखित हुँदै आफ्नो घरतिर लाग्यौँ। पशुपतिको धामीबाट फर्केपछि दिदी झन् धेरै साह्रो हुनुभयो र त्यताबाट फर्केको केही दिनमै दिदीको मृत्यु भयो। उनी आमाको सबैभन्दा प्यारी छोरी थिइन्। मेरो ठुली दिदी उमेरको ठुलो भए पनि बच्चाको स्वभावको थिइन्। आमा कतै जानुभयो भने आमा आउने बाटो हेरिरहन्थिन्। आमा घरमा नआएसम्म खाना खानुहुन्न थियो। दिदीको मृत्युपछि मेरो आमाले जाँड रक्सी खानु थाल्नुभयो। अब हाम्रो घरमा चाडबाड आउँदा न त रमाइलो हुन्थ्यो न त हँसिलो नै हुन्थ्यो। दसैँ तिहारमा सबैको घरमा झिलिमिलीले सजेको हुन्थ्यो, तर हाम्रो घरमा खाना पाक्दैनथ्यो। सबैले कल्पना गर्नु सक्ने कुरा हो, जुन घरमा आमा भएर पनि नभएको जस्तो हुन्छ, त्यो घर परिवारको हालत कस्तो हुन्छ होला। मेरो आमा आफ्नो बालबच्चाहरूको लागि धेरै दुःख कष्ट अनि मेहनत गर्ने नारी हुनुहुन्छ। म गर्व गर्छु कि ती नारीको कोखबाट मेरो जन्म हुनुमा। म ती दिनहरूलाई कहिले भुल्न सक्दिनँ। मेरी आमा मेला लाग्नु जाँदा त्यो मेलामा दिएको खाजा आदि खाएर आधी पोल्टामा हालेर हामीलाई ल्याइदिनु भएको। आमा मामा घरबाट आउँदा, कतै गएर आउँदा मैले छिटो छिटो आमाको पोल्टो छामेको त्यो दिन आज नै हो जस्तो लाग्छ। तर मेरो दिदीको मृत्युले मेरो आमाको सोच विचार र उनको दिमागलाई लथालुङ्गै बनाएको थियो। खोइ कता गएर खानुहुन्थ्यो। उज्यालो हुनु बित्तिकै नसाले मातेर एउटा कुनामा लडेर बस्नुहुन्थ्यो। घरको परिवार कता छन्, के गर्दैछन्, के खाएको नखाएको आमालाई केही थाहा नै हुन्न थियो। त्यति बेला त्यो समय मेरो परिवारको लागि कालो रात जस्तै भएको थियो।